तीर्थको केन्द्र विश्वेश्वर शिवालय धाम 75औं वर्ष पूरा। हीरक जयन्ती समारोहको दोस्रो दिनको कार्यक्रम सम्पन्न। कालेबुङ जिल्ला अन्तर्गत कागे ग्राम पञ्चायत बीच कागेमा रामनवमीको अवसर पारी विश्वेश्वर शिवालय धामको 75औं वर्ष पूरा गरेको सुखद उपलक्ष्यमा 3 दिने कार्यक्रम समारोह सुरु भएको छ। रामनवमीबाट सुरु भएको हीरक जयन्ती कार्यक्रम समारोहको आज दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ। आज दोस्रो दिनको कार्यक्रममा कार्यक्रम अध्यक्षको रूपमा सिक्किम निवासी राजकुमार प्रधान थिए भने अतिथिको रूपमा राजकुमारकी धर्मपत्नी प्रमिला प्रधान साथै कागे उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक, कागे विद्या भारती पाठशालाका प्रिन्सिपल, साई समितिका पदाधिकारी लगायत विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू उपस्थित रहेको थिए। कार्यक्रमको सुरुवात शिव र देवीको तस्विरमा धूपदीप प्रज्वलन गरेका थिए भने स्वागत मन्तव्य श्यामकुमार थापाले गरे। कार्यक्रममा विभिन्न सांस्कृतिक लोक नृत्य प्रस्तुत गरेका थिए, जसमा रोजिना छेत्री, राधिका छेत्री, रिता छेत्री, बबिता छेत्री, तारा छेत्री, रेवता छेत्री, रितिका छेत्री, अमृता छेत्री, अनुश्रिया छेत्री, स्वस्तिका छेत्री, प्रतिमा छेत्री, अनिशा गुरुङ, मेनुका छेत्री, जसु छेत्री, विदुर शर्मा आदिले एकल तथा सामूहिक लोक सांस्कृतिक नृत्य प्रस्तुत गरे भने आशिष छेत्री र इन्द्र बस्नेतले एकल गीत प्रस्तुत गरे। त्यसै प्रकारले साई भजन मण्डलीद्वारा पञ्चभजन पनि प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा मन्दिर निर्माणका निम्ति जमिनदाता मनबहादुर सतेलका नाति शङ्कर सतेल, प्रणेश सतेल र नातिनी सीता छेत्री हाल सोल्कापाडा नगरकट्टालाई आयोजक समितिको पक्षबाट सम्बर्धना पत्र र दोसल्ला पहिराएर सम्मान गरे भने मायादेवी तिवारी, कैलाश सुवेदी, मनमाया सुवेदीलाई मायाको चिनो प्रदान गरी सम्मान जनाए। कार्यक्रमको अन्तमा विश्वेश्वर शिवालय धाम सञ्चालन समितिका अध्यक्ष गङ्गाराम थापाले धन्यवाद ज्ञापन दिए भने कार्यक्रमको सञ्चालन लालबहादुर सुवेदीले गरेका थिए। ग्राम पञ्चायत अन्तर्गत बिचकागे यो विश्वेश्वर शिवालय धामको आज 75औं हीरक जयन्ती समारोहको दोस्रो दिन यहाँ विश्वेश्वर शिवालय धाममा सम्पन्न भयो र आजको दिनमा हामी आयोजक समितिको निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने थियो। हाम्रा माझीटार सिक्किम निवासी यस मन्दिर निर्माणकर्ता, मन्दिर एवं धर्मशाला निर्माणकर्ता राजकुमार प्रधान हुनुहुन्छ र उहाँको साथमा उहाँको धर्मपत्नी पनि हुनुहुन्छ र यसरी नै आजको निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने थियो कागे उच्चतर माध्यमिक पाठशालाका गुरुजनहरू। यसरी नै कागे विद्या भारती पाठशालाका प्रिन्सिपल ज्यू हुनुहुन्थ्यो। यसरी नै सङ्घ संस्था वरिपरि कागे गेन्दोङ मरिया विशेष थियो। सांस्कृतिक कार्यक्रम र आफ्नो सांस्कृतिक नृत्यहरू जस्तै मारुनी डान्स, ढोले डान्स यस्तोहरू राखिएको थियो र यसमा अन्य राम भगवानको वनवास गएको झाँकी कार्यक्रम पनि यहाँ हाम्रो स्थानीय गुरुजी रवि शिवडीले लिएर हामीलाई प्रस्तुत दिनुभयो र यस्तै अरू सांस्कृतिक कार्यक्रमहरू यहाँ आयोजन भएको थियो। निमन्त्रणा गरेको थियौँ, उहाँहरूले पनि आएर आजको यो कार्यक्रममा सहभागिता जनाएर हामीलाई सहयोग पुर्याइदिनु भयो र यो 3 दिवसीय कार्यक्रम भोलिसम्म रहनेछ र भोलि चाहिँ हाम्रो मन्दिरमा जो अहिले पठन पाठनको कार्यहरू भइरहेको छ, साथसाथमा सांस्कृतिक कार्यक्रमहरू विभिन्न सङ्घ संस्थाहरूले हामीलाई दिइरहनु भएको छ र भोलिको अन्तिम दिन चाहिँ हवन पूर्णाहुति कार्यक्रम यहाँ सम्पन्न हुनेछ र यस 3 दिवसीय यो हीरक जयन्ती समारोहमा जति पनि हामीले निमन्त्रणा गरेका भक्तहरू हुनुहुन्छ उहाँहरू सबैलाई पनि पुनः हामी मन्दिरमा भोलिको दिनमा पनि स्वागत जनाउँछौँ। नाम श्यामकुमार थापा, सल्लाहकार समिति सदस्य। हाम्रो यो 75 जयन्ती हामी यहाँ मनाउँदैछौँ। यो हाम्रो पुर्खाले यसलाई यो विरासतलाई झगडा गर्नुभएको थियो, त्यसलाई हामीहरूले केही मात्रामा
हाम्रा पिता पुर्खाहरूले झगडा गरेकोलाई यसलाई आउँदो भावीहरूले केही मात्रामा यसलाई उत्थान गरेर ल्याउँदैछौँ र यहाँसम्म पुर्यायौँ। यो हाम्रो एउटा हिन्दू धर्मको परम्पराभित्र यो एउटा विरासित हिन्दूको एउटा भव्य धाम हो। यसले हामीलाई एउटा हिन्दू सनातनको ठुलो झगडा गरेर ल्याउनुमा एकदमै ठुलो सहयोग पुर्याइरहेको छ। आउँदो भावी पिँढीहरूलाई हामीहरूले यो बाटो मार्ग दर्शन गराउन हामी सक्षम हुन्छौँ भनेर हामी यो कार्यक्रम अगाडि बढाएर लाँदैछौँ। अनि सुझाउ हामीहरूले गर्दा गर्दै पनि कति भक्तहरूलाई हामीहरूले निमन्त्रणा पुर्याउन सकेनौँ समयको अभावले, र हामी एकदमै भगवान् भोलेप्रति के अरे श्रद्धा राख्दै उहाँहरूप्रति हामी कसलाई पुगेन, हामी कुन भक्तजनहरूलाई पुर्याउन सकेनौँ, उहाँहरूप्रति हामी सञ्चालन समिति एवं सम्पूर्ण कागे नै हामी एकदमै क्षमा प्रार्थी छौँ। र विशेष गरेर हाम्रो यो कार्यक्रमलाई हेरेर पनि तपाईँहरूले भोलिको दिन आइदिनुहोस् भनी हामी विनम्र निवेदन हामी सञ्चालन समिति लगायत सम्पूर्ण बिचका आगेको भक्तहरू तपाईँहरूलाई हामी आग्रह गर्दछौँ। नमस्कार। भोलानाथ सुवेदी।